सुरुमै मैले चाहिँ एकदमै गल्ती गरेँ कि जस्तो पढेको पनि छैन युनिटहरू हेरेको पनि छैन बुकमा अनि मैले चाहिँ क्वेसन सल्भ गर्न थालेँ कि होइन क्वेसन सल्भ गर्दाखेरि चाहिँ यति थोरै मार्क्स आउने भन्दा पनि त्यो पर्सेन्टेज देखेर अनि आफूले गरेको कुराहरूलाई इभ्यालुएट गर्दाखेरि चाहिँ यति विक फिल हुने कि होइन मैले त केही जानेकै छैन होइन लो मैले त नसँगै के पढेर रहेछु यसम्म के रहेछ मेरो भन्ने जस्तो फिल आयो कि मलाई चाहिँ त्यतिखेर यस्तो गरायो कि त्यसले त मलाई त इङ्ग्लिस एटेम्प गर्न भनेको त एकदमै पहाड हो ल म त सक्दिनँ भन्ने फिल भएको मलाई त्यो गर्दाखेरि सो प्लिज यदि तपाईँ भर्खरै स्टार्टिङ गर्दै हुनुहुन्छ नि तपाईँ नजानु होइन क्वेसन ब्याङ्कमा त म जाँदै नजानु भन्छु म उत्तिकै अरे होइन एटलिस्ट तपाईँले पहिला चाहिँ सेल्फ आफूलाई प्रिपेयर गर्नु 1 महिना जति अथवा चाहिँ 15 दिन जति कसरी तपाईँले लान सक्नुहुन्छ होइन तपाईँको आफ्नो पढ्ने क्षमता अनुसार त्यो अलिकति युनिटहरू पढेर अनि त्यसपछि क्वेसन गऱ्यो भने चाहिँ आफूलाई नलेज पनि अलिकति भएको र अलिकता त्यो पोइन्ट अलिकता मार्क्स दिँदा नि आफूलाई सेटिस्फ्याक्सन हुने होइन स्ट्रेस आफूलाई कम हुने कारणले गर्दा प्लिज एभोइड होइन सुरुमै फर्स्ट एटेम्प नगर्नु क्वेसन कुनै तपाईँले युनिटमा जानुभएकै छैन कुनै बुकै अथवा चाहिँ कुनै पिडिएफहरू होइन तपाईँ क्वेसन ब्याङ्क लिनुभयो भने त पिडिएफ हुन्छ नि आर्चरको युएलको कुनको गर्दै हुनुहुन्छ होइन सो प्लिज त्यो पहिला थ्रुली जानु अनि क्वेसनमा जानु एउटा पोइन्ट होइन त्यसले एकदमै हेल्पफुल हुनेछ र स्ट्रेस कम हुँदो रहेछ सो होइन त्यो कुरा चाहिँ एभोइड गर्दा बेस्ट र अर्को भनेको चाहिँ अब हामीले क्वेसन गरिन्छ अब लास्टमा रिजल्ट आइसकेपछि डेफिनेटली मैले नि गरेँ त्यो होइन हेरिने क्या रङलाई हेरिन्छ क्या एन्सर राइट भएकोतिर त ध्यानै छैन तर हामीले एउटा क्वेसन एटेम्प गरेको हो नि त इक्जाममा जाँदाखेरि युएल्डकै क्वेसन आन्सरकै क्वेसन आएर हामीलाई इभ्यालुएट हुने होइन होइन हामीले त त्यो दिन त डिफ्रेन्ट फेरि हामीले एउटा न्यू एउटा एटेम्प गर्ने त्यसले त हामीलाई भित्रको आत्मविश्वास बलियो गराएको मात्रै कुरा हो नि त त्यही भएर तपाईँहरूले चाहिँ रङलाई नगर्नु होइन डेफिनेटली के रङ भयो त्यसलाई स्टडी गर्नुपर्छ तर मेरो यतिवटा रङ भयो ल मैले त यो गर्नै सकेको छैन भन्नेतिर होइन रङ भयो किन रङ भयो मैले सोचिराखेको यो क्वेसनको एन्सर चाहिँ मैले यसरी देखेँ वास्तवमा यो क्वेसनको एन्सर के रहेछ किन होइन यो डब्लुएचओ क्वेसन गर्नु के तपाईँहरूले आफैले किन यस्तो रहेछ यो के भएर यस्तो भयो मेरो मेरो मैले सोचिराखेको यो रहेछ वास्तवमा यसको एन्सर त यो रहेछ है भनेको एउटा ऱ्यासनल थ्रु तपाईँले स्टडी गर्नु भयो भने त्यही क्वेसनलाई यो त अब हाम्रो मल्टिपल चोइसमा भएको भएर डिफ्रेन्ट वेमा आस्क गरे हुन्छ नि त एउटै एन्सरलाई पनि फेरि डिफ्रेन्ट वे हुनसक्छ भोलि इक्जाममा भनेको त्यही भएर त्यो कुरालाई चाहिँ हामीले बुझ्नु पऱ्यो कि किन यो भइरहेको छ तपाईँले एउटै क्वेसनलाई पनि डब्लुएचओ वेमा थिङ्किङ गर्नुहुन्छ भने डेफिनेटली हामीले त्यो कुरालाई चाहिँ सजिलै बुझिन्छ कि हार्ड लाग्दैन होइन त्यसपछि त्यो गर्नु पर्यो आफूले एकदमै